सालक शान्त स्वभावको स्तनधारी वन्यजन्तु हो। यो अङ्ग्रेजीमा पेन्गोलिनको नामबाट परिचित छ। यो स्तनधारी जीवको शरीरभरि बाक्लो र कडा खपटा हुन्छ। सालक दुलो खनेर जमिनमुनि बस्ने गर्दछ भने आफ्नो आहाराको खोजीका लागि अधिकतम समय रातमा निस्कने गर्दछ। सालक एक लोपोन्मुख वन्यजन्तु अन्तर्गत पर्दछ। यो प्राय नेपाल, भारत, चीन लगायतका दक्षिण एसियाली राष्ट्र तथा अफ्रिकाका उष्ण भूभागमा पाइने गर्दछ। नेपालमा भने सालक मध्य पहाडी क्षेत्रको ओसिलो ठाउँमा पाइन्छ। विश्वभर पाइने 8 प्रकारका सालकहरूमध्ये नेपालमा तामे सालक र कालो सालक गरी 2 प्रजातिका सालक पाइन्छन्। नेपालमा सालक समुद्र सतहदेखि 2500 मिटरको उचाइमा पाइन्छन्। साल, सल्लो तथा मिश्रित पतझर वन भएको र धमिरा अथवा कमिला सहज रूपमा प्रशस्त मात्रामा पाइने क्षेत्र वा पारिला भिर, नदी किनार तथा बेसीहरूमा यसले आफ्नो वासस्थान बनाउन रुचाउने गर्दछ। सालक संरक्षण कार्ययोजना 2018-22 का अनुसार नेपालका 43 वटा जिल्लामा सालक पाइन्छन्। सालकको जिब्रोको अधिकतम लम्बाइ 40 सेन्टिमिटरसम्म र चौडाइ करिब 1.5 सेन्टिमिटरसम्म हुन्छ। एक वयस्क सालकले लगभग एक दिनमा 20,000 कमिला र धमिरा खाने गर्दछ। किसानको बालीनालीमा असर गर्ने धमिरा, कमिला र किरा खाइदिएर किसानको बाली बचाउने काम सालकले गर्ने भएकाले किसानको सारथीको रूपमा सालकलाई चिनिन्छ। मानिस, अन्नबाली र जनावर कसैलाई पनि हानि नगर्ने सालकले माटो खनेर जमिनको चिस्यान कायम राख्न मद्दत गर्नुका साथै प्राङ्गारिक माटो खनेर माटोको उर्वरा शक्ति बढाउन भूमिका खेलेको हुन्छ। सालकले आफूलाई बाहिरी तत्त्वबाट खतरा महसुस हुने बित्तिकै आफ्नो शरीरलाई खतराबाट बचाउन गुडुल्किएर भकुण्डो जस्तै डल्लो परेर बस्ने गर्दछ। त्यति मात्र नभएर यो पुच्छरको सहायताले रुखको आगामा झुन्डिएर पनि बस्न सक्दछ। अति सङ्कटापन्न स्तनधारी वन्यजन्तु सालकको चोरी निकासी हुने गरेको पाइन्छ। मासु र खपटा अन्तर्राष्ट्रिय स्तरमा महँगो दाममा बिक्री हुने गरेकाले गर्दा यसको संरक्षणमा चुनौती थपिएको छ। तर पनि नेपालका कतिपय सामुदायिक वन, स्थानीय तह, डिभिजन तथा जिल्ला वन कार्यालयले सालकको संरक्षणमा विविध कार्यक्रम र योजना तर्जुमा गरी उल्लेख्य भूमिका खेलिरहेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 का अनुसार सालकलाई घाइते बनाएमा, मारेमा वा व्यापार गरेमा 5 लाखदेखि 10 लाख रुपियाँसम्म जरिवाना, 5 देखि 15 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ।